अरूलाई जेल हालिन्छ। केपी शर्मा ओली सरकारको ट्याग लाग्ने बित्तिकै तपाईँको यो देशमा अदालतभन्दा पनि ठुलो भइन्छ। यही हो विधिको शासन। यही मानव तस्कर ओसार पसारमा जानुहुन्छ, उहाँलाई उन्मुक्ति दिइन्छ। क्या बनाऊ, एउटा केपी ओली सरकारको कानुन, एउटा हाम्रो नेपाल सरकारको कानुन। प्रहरी पनि दुईटा गरौँ, एउटा केपी ओली सरकारको प्रहरी, एउटा नेपाल सरकारको प्रहरी। यो केपी शर्मा ओली सरकारको शासनमा ठ्याक्क यसको उल्टो भएको छ। म उदाहरणसहित दिन्छु सम्माननीय सभामुख महोदय। माघ 27 गते ठमेलमा जाँड खाएका, रक्सीले लट्ठ परेका, एमाले समर्थित अनेरा स्वयंका स्थायी कमिटी सदस्य कमलराज जोशी सहितको टिमले राष्ट्र सेवक नेपाल प्रहरीमाथि कुटपिट गर्छ। तिनलाई पक्राउ गर्नुको सट्टा उहाँहरूलाई उन्मुक्ति दिइन्छ। म आज यहाँ भन्न चाहन्छु संसदमा, यो देश विधिको शासनले चल्छ, कसैको बाल हटले चल्दैन। आज यो देशमा